हेलो एन्ड नमस्ते साथीहरू। जसले चाहिँ मौरी पालन सुरु गर्न सोच्दै हुनुहुन्छ र जसलाई चाहिँ मौरी मेरो घरमा पनि एक गार दुई गार भएदेखि हुन्थ्यो भनेर चाहिँ जसले मौरी रहर गर्दै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हामी मौरीलाई चाहिँ पासो बनाउन सक्ने र मौरीलाई चाहिँ हामीले राख्न सक्ने एउटा घार बनाउन सिकाउँदैछु। र यो घार चाहिँ हाम्रो हेर्दा चिटिक्कै गोलो परेको छ, तर यो चाहिँ हामीले काठद्वारा बनाएको होइन, एउटा बाँसहरू प्रयोग गरेर चाहिँ बनाइएको घार हो। र तपाईँहरूलाई म आज यस्तै प्रकारको बाँसबाट बनेको घारहरू चाहिँ बनाउन सिकाउने छु र यो भिडियो चाहिँ अन्तिमसम्म नकाटिकन हेर्नुभयो भने चाहिँ सबै कुरा सिक्नुहुनेछ। हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जसले चाहिँ मौरी पाल्ने सोच बनाउनु भएको छ, आज चाहिँ तपाईँहरूको लागि यो भिडियो चाहिँ लास्टसम्म हेर्नुभयो भने चाहिँ तपाईँहरूको सपना चाहिँ पुरा हुनेवाला छ। हामीले यस्तो प्रकारको घार चाहिँ काठबाट बनाइयो भने चाहिँ हामीलाई मुढा चाहिन्छ र मुढा चाहिँ खोपेर बनाउनु एकदम धेरै टाइम लाग्ने भएकोले चाहिँ मैले यसरी चाहिँ बाँसको टुक्राहरू लिएको छु र हामीलाई चाहिँ यस्तो पाइप पनि चाहिन्छ यो घार बनाउनको लागि चाहिँ। अनि यो घारलाई टाइट गर्नलाई चाहिँ तार। अब चाहिँ हामी भटाभटी चाहिँ यो घार बनाउनुतर्फ लागौँ र घार चाहिँ बनाउनुको लागि हामीले सबैभन्दा पहिला चाहिँ यो पाइपलाई तपाईँहरूको कतिको गोलाइ राख्न चाहनुहुन्छ त्यो अनुसारको नापेर चाहिँ पाइप काट्नु होला। र मैले चाहिँ नापिसकेको छु, एउटा तारले नै नापेर चाहिँ गोलाइ नापेर काट्नु होला। र काटिसकेपछि चाहिँ हामीलाई यो पाइपलाई जोड्नको लागि चाहिँ यसरी दुईवटा हामी ठ्याडी भन्छौँ, तपाईँहरू के भन्नुहुन्छ जे भए पनि तपाईँहरूले बुझिहाल्नु होला भिडियोमा देखेर। र यो पाइप गोलो बनाउनुको लागि चाहिँ ग्यासमा तताउँदै गर्नु होला, नत्र भने भाँचिँदो रहेछ। मेरो 2-3वटा भाँचियो र ग्यासमा तताउँदै गर्नुभयो भने चाहिँ गोलो हुन्छ। अब चाहिँ हामी यो बाँसहरूको सबैको भाटा बनाउने छौँ। भिडियोलाई अगाडि बढाउनुभन्दा पहिला चाहिँ हजुरहरूलाई एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु, जसले पनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनुहोस् अनि साथमा आएको बेल आइकनलाई क्लिक गरिदिनुहोस् र मेरो यो भिडियोलाई चाहिँ एक लाइक गरिदिनु होला। मलाई चाहिँ हिन्दीबाट भोइस रेकर्ड गर्नु एकदमै धेरै मनपर्छ, त्यसैले चाहिँ मैले हिन्दीबाट भिडियो रेकर्ड गर्दा चाहिँ हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ कमेन्ट थुप्रो गर्नुभएकोले चाहिँ नेपालीबाट नै भोइस रेकर्ड गर्नु, नेपाली भएर नेपालीलाई सपोर्ट गर्नुपर्छ भन्नुभएकोले चाहिँ मलाई पनि हो नेपालीलाई नै सपोर्ट गर्नुपर्छ भन्ने लागेर चाहिँ मैले नेपालीबाट चाहिँ भोइस रेकर्ड गर्न थालेको छु। त्यसैले चाहिँ मलाई जहाँसम्म लाग्छ हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ मलाई एक सब्सक्राइब र एक लाइक गरेर चाहिँ मलाई सपोर्ट गर्नुहुनेछ भन्ने चाहिँ म पुरा आशा गरेको छु। र हाम्रो चाहिँ फाइनली अब भाटाहरू तासिसकेको छ र अब चाहिँ हामीले यो भटाभटी चाहिँ बुन्नुपर्ने हुन्छ। बुन्नको लागि चाहिँ अघि नै हामीले रेडी गरेको पाइपलाई चाहिँ हामीले यसरी भाटा राखेर चाहिँ एक एक गरेर सबै भाटालाई चाहिँ यसमा जोड्नुपर्ने हुन्छ। र हाम्रो नेपालीहरूको चाहिँ शुद्ध मह खानु चाहिँ हाम्रो नेपालीहरूको हक पनि हो है, त्यसैले चाहिँ यस्तो ट्र्यापहरू बनाउनुहोस्, मौरी ल्याउनुहोस् अनि शुद्ध मह चाहिँ काटेर खानुहोस् भने चाहिँ मेरो चाहना हो। त्यसैले चाहिँ म सकेसम्म हाम्रो नेपालीहरू दाजुभाइ हाम्रो दिदीबहिनीहरूसँग चाहिँ जे सामान छ त्यसैलाई चाहिँ हामी सदुपयोग गरेर चाहिँ मौरी हामी ट्र्याप गर्न सक्छौँ। मौरीलाई हामी लक्ष्मी पनि भन्छौँ है, त्यसैले चाहिँ हाम्रो घरमा मौरी हुनु पनि एकदमै शुभ हो। र हाम्रो नेपालीहरू सबैजनाले चाहिँ एक घार मौरी चाहिँ हरेकको घरमा हुनुपर्छ मलाई चाहिँ लाग्छ, किनभने हाम्रो यहाँनिर यति धेरै जङ्गलमा घर गाउँमा अब खेतबारीमा जताततै फुलहरू फुलिरहेको हुन्छ र त्यो फुलमा चाहिँ एकदम धेरै महहरू चाहिँ खेर गइरहेको अवस्थामा चाहिँ हामीले एक घरमा चाहिँ एक घार मौरी राख्न सक्यो भने चाहिँ हाम्रो जुन फुलको रसहरू चाहिँ खेर गइरहेको अवस्थामा भएकोलाई चाहिँ हामीले पञ्च अमृतको रूपमा चाहिँ हामीले बनाउन सक्छौँ। त्यसैले चाहिँ हामी सबैजनाले चाहिँ एउटा घार बनाएर चाहिँ राख्नुपर्ने छ है। र मेरो चाहिँ अब फाइनली सबै चाहिँ भाटाहरू चाहिँ जोडिसके एकपट्टि चाहिँ अब हाम्रो अर्कोपट्टि पनि यसरी नै जोड्नुपर्ने हुन्छ। र साथीहरू जतिजनाले चाहिँ अहिले यस्तो घारहरू बनाएर मौरीहरू आएको छैन भन्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के भन्नु चाहन्छु भने मौरी आउने पनि एउटा सिजन हुन्छ र त्यो सिजनसम्म चाहिँ तपाईँहरूले घारलाई जोगाएर राख्नुहोस् अनि सरसफाइहरू गरेर राख्नुहोस्, मौरी चाहिँ एक दिन आउँछ। र मैले चाहिँ अब यो अर्कोपट्टि पनि यसरी फर्काएर चाहिँ भटाभटी बाँध्नुपर्ने हुन्छ। हामी कहाँ मौरी आउने चाहिँ दुईवटा कारण हुन्छ, एउटा चाहिँ हुल छुटेर आउँछ र अर्को चाहिँ हाम्रो गृहत्याग गरेर आउँछ। त्यसैले चाहिँ प्रायःजसो मौरीहरू गृहत्याग चाहिँ कमै मात्रामा गर्छ र हुल छुटेर आउने चाहिँ समयमा प्रायःजसो हेरेन भने चाहिँ एउटा घारबाट 2-3टा गोला चाहिँ छुटेर जान्छ। त्यति बेला चाहिँ हामीले मौरीलाई ट्र्याप गर्न सकिन्छ धेरै जस्तो चान्स चाहिँ। र
गृहत्यागको कुरामा चाहिँ गृहत्याग चाहिँ जति बेला नि गर्नु सक्छ माउरीहरूले। उनीहरूको घरमा जति बेला चाहिँ उनीहरूलाई बस्नलाई कम्फर्टेबल हुँदैन, उनीहरूलाई घरमा बस्न समस्या पर्छ, उनीहरूलाई घरमा खाना पर्याप्त मात्रामा ल्याउनु सक्दैन, त्यति बेला चाहिँ उनीहरूले गृहत्याग गर्छ। र गृहत्यागमा चाहिँ कमै मात्रामा चाहिँ हामीले मौरी पाउन सक्छौँ, तर हुल निराश भएर गएको मौरीहरू चाहिँ हामीले धेरै जस्तो पाउन सक्छौँ। त्यसैले चाहिँ सिजनमा चाहिँ धेरै पाउन सकिन्छ। यसको मतलब सिजनमा चाहिँ तपाईँकोमा आउने चान्स चाहिँ धेरै हुन्छ है। उँधोपट्टि जसरी गरेको थियौँ त्यसरी नै हामीले माथिल्लोपट्टि पनि गर्दैछौँ र हाम्रो आधी जस्तो चाहिँ भइसकेको छ। अब हामीले यसरी चाहिँ एकदम धैर्य राखेर चाहिँ हामीले यसरी चाहिँ गरिरहनु पर्ने हुन्छ जबसम्म चाहिँ हाम्रो यो भाटाहरू चाहिँ मजाले फिक्स भइसक्दैन त्यति बेलासम्म चाहिँ। र हामीले चाहिँ जति बेला हामीले यो बनाउँछौँ त्यति बेला चाहिँ यो भाटाहरू काट्दा नि एक साइजको चाहिँ काट्नुपर्ने हुन्छ र हामीले यो बाँड्दै गरेको बुन्दै गरेको ठाउँ पनि एकदम सम्म हुनुपर्ने हुन्छ है। यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने छ। यदि ध्यान दिएन भने चाहिँ घाड अलि बाङ्गो बाङ्गो हुँदो रहेछ। त्यसै कारणले चाहिँ ध्यान दिएर मुनि चाहिँ एकदम सम्म ठाउँमा राखेर काठ अथवा फलेक केही चिजमा राखेर चाहिँ गर्नुहोला, अथवा तपाईँको के छ सम्म त्यसैमाथि राखेर चाहिँ गर्नुहोला। अब चाहिँ हाम्रो लगभग फाइनल हुनु लागिसक्यो। अब हाम्रो एउटा लास्ट एउटा भाटा बाँकी छ र यो भाटा बाँधेपछि चाहिँ हाम्रो यो बाँधबुन कार्यक्रम चाहिँ सबै सिद्धिने छ है। हामीले चाहिँ यसरी बाँधिसकेपछि अब यसलाई बाहिरबाट चाहिँ बलियो हुनको लागि चाहिँ हामीले यसरी तारले बाँधिदिनु पर्ने हुन्छ र हामीले यसरी मजाले कसियो भने चाहिँ हाम्रो जुन भाटाहरू बाहिरभित्र भएको भाटाहरू पनि एक ठाउँमा आउँछ। यसरी नै हामीले अर्कोपट्टि पनि कस्नुपर्ने हुन्छ फटाक्से। र जति पनि हाम्रो बाहिर निस्केको बाँसहरूलाई चाहिँ हामीले यसरी ठोकिदिएर चाहिँ राख्नुपर्ने हुन्छ। र यो हाम्रो जुन पाइप थियो त्यो तलमाथि छ भने सकेसम्म हामीले सिधा बनाउनु पर्ने हुन्छ। जब हामीले चाहिँ यो बाँसलाई बाहिरबाट ढक्कनी लाउँछौँ त्यति बेला चाहिँ बाङ्गो टिङ्गो भयो भने चाहिँ राम्रो हुँदैन। त्यसैलाई ध्यानमा राख्दै चाहिँ हामीले सिधा बनाउनु पर्ने हुन्छ। अब म चाहिँ यहाँ बिचमा पनि एक ठाउँमा चाहिँ बाँधिदिन्छु। हामीले बिचमा नि बाँध्यो भने भाटाहरू चाहिँ सबै एकै ठाउँमा आएर चाहिँ एकदम गोलो बनेर बस्छ र मैले बिचमा पनि बाँधिसकेको छु। अब मेरो विचारमा सायद यतिले मात्रै पुग्दैन होला फलामको तारले मात्रै। त्यसैले चाहिँ म यहाँ ठाउँमा चाहिँ जिआई तारले पनि टाइट गर्छु। यो जिआई तार चाहिँ हतपत्त खिया पनि लाग्दैन, त्यसैले चाहिँ यो जिआई तार प्रयोग गर्दैछु। र जिआई तारले बाँधिसकेपछि चाहिँ हाम्रो यो घारको काम लगभग सिद्धिन्छ। अब यसलाई चाहिँ हामीले लिपिदिनु पर्ने हुन्छ र लिप्नको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ म भुस लिँदैछु। माटोले मात्रै लिप्यो भने चाहिँ हाम्रो घार बलियो हुँदैन, त्यसैले चाहिँ म यहाँनिर बनाउँदैछु। अब घार बलियो बनाउनको लागि सामग्री र मैले चाहिँ लिएको छु हिलो माटो। अगाडि भुस एक टक्री हिलो माटो र एक टक्री चाहिँ हामीले यसरी गाईको अथवा भैँसीको जेको गोबर छ गोबर लिनुपर्ने हुन्छ। र मैले चाहिँ साथमा लिएको छु चिम्टे माटो। यदि तपाईँहरूसँग यो सबै कुराहरू छ भने चाहिँ तपाईँहरूले एकदम बलियो घार बनाउन सक्नुहुनेछ। हामी अब यो माटोलाई चाहिँ एकदम मजाले मोल्दै चाहिँ हामी यसलाई मुस्नेछौँ। जब हामीले जुन इँटा बनाउनुको लागि बनाउँछ नि त्यस्तो बनाउनु पर्ने हुन्छ। र हाम्रो चाहिँ माटो मुसेर रेडी भइसक्यो। अब हामीले चाहिँ यसलाई यस्तो तरिकाले चाहिँ लिप्नुपर्ने हुन्छ। सकेसम्म चाहिँ यसमा लिप्दा चाहिँ हामीले के ध्यान दिनु पर्यो भने चाहिँ यसमा धेरै बाक्लो पनि राख्नु हुँदैन। यदि हामीले धेरै बाक्लो राख्यो भने चाहिँ हाम्रो यो घार एकदम गरुङ पनि हुन्छ। सँगसँगै चाहिँ यो धेरै बाक्लो भयो भने चाहिँ यो झर्छ, फुटेर झर्ने चान्स हुन्छ। त्यसैले चाहिँ 1 इन्ची अनि धेरै बाक्लो बनाउन चाहनुहुन्छ भने चाहिँ 1 इन्ची आधीको चाहिँ बनाउनु होला। र यस्तो खाले घार चाहिँ एकदम धेरै तातो पनि हुन्छ। माउरीहरू एकचोटि बसेपछि हतपत्त माउरीहरू बाहिर जाँदैन पनि। र यस्तो खाले घारमा चाहिँ माउरीहरूमा पसिना पनि कम मात्रामा आउँछ। मैले बुझेको र थाहा पाएको अनुसार चाहिँ योमा चाहिँ माउरीहरूलाई बस्नु एकदमै कम्फर्टेबल हुन्छ। जस्तै अब हामीले चाहिँ यसमा जाडोमा जाडो गर्मीमा गर्मी चाहिँ यो हाम्रो माटो भुसहरूले चाहिँ कन्ट्रोल गरिरहेको हुन्छ। त्यसैले चाहिँ यस्तोमा माउरीहरू बस्नु पनि एकदमै धेरै रुचाउँछ। फाइनली मैले त लिपिसकेँ साथीहरू सबैतिर। अब यो अलिकति पाइप सरेकोलाई चाहिँ मैले मिलाउँदैछु। अब चाहिँ हामीले यसलाई घाममा सुक्नु दिनुपर्ने हुन्छ। र हाम्रो चाहिँ अब लगभग 1 दिन सुकिसक्यो र 1 दिन सुक्दा चाहिँ हाम्रो यतिको चाहिँ सुकेको छ आज चाहिँ घार। र हामीले चाहिँ 1 दिन सुकाउँदै फेरि यसलाई लिप्दै 1 दिन सुकाउँदै फेरि लिप्दै चाहिँ गर्नुपर्ने हुन्छ है। र अब हामीले चाहिँ फाइनली यसलाई चाहिँ हामीले यसमा होल खोप्नुपर्ने हुन्छ जुनमा चाहिँ हाम्रो मौरी आवत जावत गर्नको लागि चाहिँ दुलो खोप्नुपर्ने हुन्छ। र मैले चाहिँ यहाँनिर सेन्टर पारेर चाहिँ यहाँनिर खोप्नको लागि चिनो लाउँदैछु।
र खोप्नको लागि चाहिँ तपाईँहरूसँग मिसिन छ भने मिसिनले खोप्नुहोस्, नत्र भने तपाईँहरूले आगोमा फलाम तताउँदै यसरी छिराएर चाहिँ खोप्नु सक्नुहुनेछ। र मैले चाहिँ फाइनली एउटा मिसिनले खोपिसकेको छु र खोप्दा चाहिँ यहाँनिर चर्कियो, अन्ततिर चाहिँ चर्किएको छैन। यो जहाँनिर मिसिनले थर्कायो त्यो ठाउँमा चाहिँ चर्किएको छ र यो अलिकति भत्केर झरेको छ। यो ठाउँमा चाहिँ मैले फेरि पनि चिम्टे माटो लिएर अलिकति गोबर मिसाएर चाहिँ यसरी लिपिदिइहाल्छु र यसलाई चाहिँ हामीले सुक्नुलाई छोडिदिनु पर्ने हुन्छ है। अब चाहिँ हामीले यसरी नै दल्दै सुकाउँदै घाममा राख्दै चाहिँ जबसम्म हाम्रो घाट चाहिँ तिल्लो हुँदैन त्यति बेलासम्म चाहिँ हामीले गर्नुपर्ने हुन्छ त्यसरी नै। नत्र भने चाहिँ हाम्रो चाँडै अलिक गोबरहरू झर्छ। त्यसैले चाहिँ हामीले यसरी सुकाउँदै राख्दै फेरि गोबर माटो मिसाउँदै चिम्टे माटो मिसाउँदै दल्दै चाहिँ हामीले सुकाउनु पर्ने हुन्छ है। र हाम्रो चाहिँ अब यहाँनिर लगभग रेडी भइसक्यो। अब हामीले चाहिँ यो मौरीलाई एट्र्याक्सन गर्नको लागि फेरामेन पनि बनाउनु पर्ने हुन्छ र फेरामेन बनाउनुभन्दा पहिला दल्नुभन्दा पहिला चाहिँ एकपट्टि ढकनी राख्नुपर्ने हुन्छ। ढकनी चाहिँ हामीले एकपट्टि राखेपछि चाहिँ मजाले जान्छ है फेरामेनभित्र। त्यसैले चाहिँ हामीले ढकनी राखेर यसलाई सिल गरिदिनु पर्ने हुन्छ। र ढकनीको लागि चाहिँ मैले यसरी पातुलो प्लाईलाई प्रयोग गर्दैछु र हाम्रो यो ढकनी पनि हामी यसमा किला काटी केही हान्दैनौँ, खालि यसरी गोबर माटोले मात्रै अड्काउने हो। गोबर माटोले पनि सुकेपछि चाहिँ एकदमै राम्ररी अड्किन्छ, कक्रक्कै हुन्छ। त्यसैले चाहिँ हामीले गोबर माटोले नै यसरी मजाले चाहिँ लिपिदिनु पर्ने हुन्छ ढकनीलाई पनि। र हाम्रो अब ढकनी पनि लगभग एकपट्टिको लागिसकेको छ। अलिकति यो पातुलो प्लाइ भएको कारणले चाहिँ मैले यो प्लाईमा पनि गोबर लिप्दैछु। हामीले गोबर लिपेपछि चाहिँ यो प्लाइ पनि बाक्लो भइहाल्छ र बलियो पनि हुन्छ। त्यसैले चाहिँ हामीले यसलाई गोबर पनि लिप्दैछौँ। र फेरोमेनको लागि चाहिँ हामीले भाङ प्रयोग गर्दैछौँ अहिले चाहिँ। र हामीले सकेसम्म चाहिँ यसमा छिटोभन्दा छिटो मौरी आओस् भनेर चाहिँ भाङले सफा गरेँ। र यो लेमन ग्रास पनि यसरी चाहिँ दलिदिनु पर्ने हुन्छ। यो लेमन ग्रासमा चाहिँ एउटा रानीको फेरोमेन हुन्छ अरे, त्यो चाहिँ मेरो रिसर्च होइन, यो चाहिँ अफ्रिकातिर चाहिँ प्रायः जसो यसरी लेमन ग्रास दलेर चाहिँ मौरी ट्र्याप गर्ने गर्दो रहेछन्। र मैले पनि युज गरेको, यसको रिजल्ट चाहिँ एकदमै राम्रो आएको हुनाले चाहिँ म प्रायः जसो जुनसुकै मौरी ट्र्यापरहरू बनाउँदा पनि मैले लेमन ग्रास चाहिँ फेरोमेनको रूपमा युज गर्ने गर्छु। र मैले लेमन ग्रास र भाङ दलिसकेपछि चाहिँ मौरीको मैनलाई पनि बिलाएर चाहिँ यसरी मजाले दल्दैछु। र यसलाई चाहिँ मजाले चारैतिर लगाउनु होला। जति पनि हाम्रो बाँसको भाटाहरू छ तिनीहरू सबैमा चाहिँ दलिदिनु पर्ने हुन्छ है। र यी तीन कुराहरू चाहिँ मिलेर यसबाट आउने बास्नाले चाहिँ एकदम मौरीहरू एकदम छिटो एट्र्याक्सन हुने गर्छ। त्यसैले चाहिँ हामीले यी तीनटा कुराहरूलाई चाहिँ मिलाएर मजाले चाहिँ दल्नुपर्ने हुन्छ। र हामीले यो सबै कुराहरू चाहिँ मजाले दलियो भने चाहिँ मौरीहरू छिटोभन्दा छिटो ट्र्याप हुन्छ र हाम्रो यो बाँसको घार पनि एकदम सक्सेस हुन्छ। यदि तपाईँहरूले यो भिडियो यहाँसम्म हेर्नु भएको छ भने म के भन्न चाहन्छु भने यो घारमा चाहिँ जुन मौरी आउँछ त्यो मौरीलाई चाहिँ हामी यस्तै बाँसको आधुनिक घार बनाएर त्यसमा खनाएर चाहिँ हामी पछि देखाउने छौँ। र त्यो भिडियो पनि हेर्नु चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस् अनि साथमाको बेल आइकनलाई चाहिँ क्लिक गरेर राख्नुपर्ने हुन्छ है तपाईँले। अनि त्यो भिडियो चाहिँ तपाईँले सबैभन्दा अगाडि हेर्नु पाउनुहुनेछ। लगभग घार बनाउने कुराहरू त हाम्रो सकियो। अब हामीले चाहिँ यहाँनिर मौरी आउट जाउट गर्ने दुलो चाहिँ बनाउनु पर्ने हुन्छ। र यो दुलो चाहिँ हामीले यस्तो बनाउनु पर्यो कि स्काउट बीजहरू चाहिँ आउने बित्तिकै टाढैबाट उनीहरूले हेर्दा चाहिँ उनीहरूलाई के लागोस् भने यसमा चाहिँ पहिले मौरी बसिसकेको रहेछ भनेर चाहिँ उनीहरूलाई लागोस्। घारको मुख हेरेर नै उनीहरूलाई त्यस्तो लाग्ने चाहिँ हामीले दुलो बनाउनु पर्ने हुन्छ। र दुलो चाहिँ एकदमै सकेसम्म गोलो होस्, गोलो नभए पनि उनीहरूले हेर्दा चाहिँ एकदम कालो र यसमा चाहिँ मैनको बास्ना आइरहेको हुनुपर्छ। र सकेसम्म चाहिँ यसमा लेमन ग्रास पनि अलिकति दलिदिनु होला यदि छ भने, छैन भने चाहिँ मैन मात्रै दलेर पनि तपाईँले राख्न सक्नुहुनेछ। र यसरी राख्नुभयो भने चाहिँ तपाईँको मौरी एकदम छिटोभन्दा छिटो आउँछ। र अब हामीले चाहिँ भित्र जति पनि अघि नै हामीले मैनहरू दलेको थियौँ र भाङहरू लेमन ग्रासहरू दलेको थियौँ, त्यो सबै कुराहरूको डाँठहरूलाई चाहिँ म यहाँनिर यसरी जलाएर भित्र धुवा पठाउनु लागेको छु। धुवा चाहिँ किन पठाउनु लागेको भने अब जस्तै हाम्रो जति ठाउँमा बाहिर भेट्ने ठाउँतिर त दलियो लेमन ग्रास मैनहरू, तर नभेट्ने ठाउँहरू जुन चेपचाप हुन्छ नि त्यो ठाउँहरूमा पनि यो धुवा लेमन ग्रासहरू चाहिँ
मजाले गएर धुवाले लगेर राखोस् भनेर चाहिँ मैले यसरी जलाउँदैछु। र यसरी जलाएर राख्यो भने चाहिँ हामीलाई अर्को पनि फाइदा के हुन्छ भने जुन यो हाम्रो माटो गोबरहरूमा चाहिँ नराम्रो प्रकारको ब्याक्टेरियाहरू थियो भने पनि हामीले धुवा लाएर यसरी सेकाएपछि चाहिँ नष्ट हुन्छ त्यो ब्याक्टेरियाहरू पनि, र हाम्रो मौरी आउने चाहिँ एकदम धेरै चान्स हुन्छ। र हामीले चाहिँ यसरी नै सेकाउँदै हेर्दै गरेर चाहिँ जति बेलासम्म हाम्रो चाहिँ भित्र कालो अथवा मौरी बसिसकेको जस्तो चाहिँ भएन त्यति बेलासम्म चाहिँ हामीले यसरी नै गऱ्यौँ। र साथीहरू अब हामीले चाहिँ मैले चाहिँ यो बाक्सा यो घारमा चाहिँ मौरी ट्र्याप गरेर आधुनिक घार पनि यस्तै बाँसैको अहिले जसरी जति कुराहरू प्रयोग गरेर बनाएको छु यो घार, त्यही कुराहरू बनाएर चाहिँ म बाँसकै आधुनिक घार पनि बनाउँदैछु। र तपाईँहरूले त्यो भिडियो पनि हेर्नु चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस् अनि साथमाको बेल आइकनलाई क्लिक गर्नुहोस्। म त्यो भिडियो पनि चाँडोभन्दा चाँडै लिएर आउनेछु। र हाम्रो चाहिँ अब फाइनली लगभग धुवा पनि पुगिसक्यो। अब धुवा पुगिसकेपछि चाहिँ हामीले यसको जति पनि फुटेको ठाउँहरू छ हामीले धुवा लाउँदा पनि थाहा हुन्छ कता कता फुटेको छ भनेर। फुटेको ठाउँ छ भने धुवा निस्किन्छ, हामीले त्यो हेरेर चाहिँ लिपिदिइहाल्नु पर्ने हुन्छ। अब चाहिँ हाम्रो फाइनली सबै धुवाहरू भइसक्यो। अब हामी यसलाई चाहिँ ढकनी लाएर प्याक गरेर चाहिँ यसलाई हामी लोकेसनमा लगेर थाच्छौँ। र मौरी आउँछ आउँदैन यसमा भन्ने कुराहरू जान्नु चाहनुहुन्छ भने चाहिँ मैले अघि नै पनि भनिहालेँ, तपाईँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर राख्नुपर्ने हुन्छ अनि साथमा आएको बेल आइकनलाई क्लिक गर्नुभयो भने चाहिँ त्यो भिडियो पनि म तपाईँहरूलाई लिएर आउनेछु तपाईँको लागि। र यो भिडियो चाहिँ धेरै लामो भएको कारणले यो भिडियोलाई म यहाँ अन्त्य गर्न चाहन्छु। सबैजनालाई लभ यु अल गाइज।